उहाँलाई यो सम्मान मञ्चमा ल्याइदिनु साथीहरूलाई अनुरोध गर्न चाहन्छु। उहाँको परिवार यो क्षणमा साथसाथै र अन्य क्षणमा साथसाथै हामीलाई गौरवको क्षण, एउटा खेलकर्मीको लागि गौरवको क्षण हो। परिवार सहित यसरी हामी सम्मान गर्न पाउनु एउटा उदाहरणीय काम हुनेछ। उहाँलाई यो रोबाट ल्याइदिनु म अनुरोध गर्न चाहन्छु। उहाँले नगद रु 1 लाख चाहिँ हामीले उहाँलाई सम्मान गर्दैछौँ। प्रतिमा राई इलाम। त्यसैगरी अर्का खेलाडी सुनसरीबाट सुनिता भुजेल, उहाँलाई पनि जोरदार ताली नगद 1 लाख सहित हामी सम्मान गर्छौँ। उहाँलाई पनि मञ्चमा ल्याइदिनु म अनुरोध गर्न चाहन्छु। अगाडिको रो कृपया पत्रकारहरू, पछाडि सम्मानित व्यक्तित्व आउँदै हुनुहुन्छ, कृपया ठाउँ खाली गरिदिनु अनुरोध गर्न चाहन्छु। सुनिता भुजेल उहाँको बलबाट ब्याटबाट संसार जित्ने मुलुकलाई समेत पराजित गर्न सफल हुनुभयो। हामी जोरदार तालिम उहाँलाई सम्मान गर्दैछौँ। उहाँले पनि नगद रु 1 लाख प्राप्त गर्नुहुनेछ। दुवै खेलाडीहरूलाई एकताली उठेरै ताली बजाउँ होला। यतिको सम्मानले उहाँहरूलाई हौसला मिलेछ। ग्रामीण क्रिकेटमा अहिलेसम्मको ठुलो सफलता हो। विश्वकप लेभलमा हामीले धेरै खेल्यौँ, अन्य खेलकुद हामीले सबल खेलकुद धेरै खेल्यौँ, तर ग्रामीण क्रिकेटमा यो ठुलो सफलता हो। यो सफलताले तपाईँहरूलाई यो सम्मानले आगामी दिनमा कोशी प्रदेशको नाम राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा उठ्न राख्न अझ मद्दत दिनुहोस्। उहाँलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। त्यसैगरी अर्का सम्मानित व्यक्तित्व यही बिनाबाट टिम कोचको रूपमा पनि जानुभएको थियो श्री नरेन्द्र दिलौडा, उहाँलाई पनि जोरदार तालिम नगद रु 25,000 सहित हामी सम्मान गर्दैछौँ। उहाँ हुनुहुन्न भने उहाँको अनुपस्थितिमा उदयपुरबाट कोही पाल्नुभएको छ भने यो पदक प्राप्त गर्नुहुने हाम्रै मोरङ निवासी पारा खेलाडी, टेबल टेनिस खेलाडी स्वीकृत नेउपाने, जसले कजाकिस्तान, किर्गिस्तान, इराक र फिलिपिन्स जस्ता शक्तिशाली देशहरूलाई पराजित गरी रजत पदक प्राप्त गर्न सफल हुनुभएको छ। उहाँलाई नगद रु 50,000 सहित जोरदार तालिमबीच माननीय मन्त्रीज्यूलाई सम्मान गर्दै हुन्छ। स्वीकृत नेउपाने पारा टेबल टेनिस खेलाडी, एकता जोरदार तालिमबीच उहाँलाई सम्मान प्रकट गरिदिनु पनि म अनुरोध गर्न चाहन्छु। उहाँको सम्मानमा पनि एकचोटि उठेरै ताली बजाइदिनु हुन हामी अनुरोध गर्न चाहन्छौँ। पारा खेलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरिरहेको अवस्थामा अर्को एउटा पदक, अर्को एउटा खेलाडी कोशी प्रदेश पनि जन्माउन सफल भएको छ।